हेलो साथीहरु, वेलकम बैक टु माई अनदर भिडियो। आज भने हामी सिलिचोङ गाउँपालिका वार्ड नम्बर 2 मा अवस्थित बुधबारे बजारमा लाग्ने फिर्के मेला जाँदैछु। यो चाहिँ म 2071 साल पछाडि 11 वर्षपछि यस पटक जाँदैछु। म छु, साथमा बहिनी केन्द्रीय बहिनी छ। बहिनीलाई चाहिँ घर पुर्याउनु पर्ने, अगाडि साथीहरु छन्। ल अब हामी जान्छौं फिर्के। ओके गाइस। ओके गाइज, अहिले चाहिँ हामी हेलुवादेखि जस्ट माथि आइपुग्यौँ। यहाँ हाम्रो बाइक कान्छीलाई चाहिँ फेरि बाटोमै अरिङ्गलले चिलेर यहाँ एकपट्टि चाहिँ पुरै फुलिरहेछ। म छु अनि हाम्रो टोलीहरू आउँदैछन्। सुजन दाई, सुजन दाई र बिस्टे। ल यो चाहिँ खादबारी नगरपालिका 10 मा अवस्थित बेसी के बेसी अरे हेलुवा बेसी। यो चाहिँ हेलुवा बेसी हो। यहाँ चाहिँ फेरि धान उत्पादन एकदमै अत्याधिक हुन्छ हैन। हाम्रो मोटा बल गरेर कराउँदै हुन्छ। भ्यू त अब ल है साथी हो, अहिले चाहिँ हामी हेलुवा बेसी पुग्न लाग्यौँ। मास्लो घुम्तीमा छौँ। यस्तै त ल है साथी हो, हामी हेलुवा बेसी आइपुगेका छौँ। अब यहाँबाट हामी बुधबारे त्यस्तै 45 मिनट जतिमा पुग्छौँ होला। लाली जो जान्छ कि गाईलाई। ओके गाइज, वी आर फाइनली हियर एट हेलुवा बेसी है। हेलुवा बेसी आइपुग्यो। साँझ साँझ भइसकेको छ। आजको हाम्रो डेस्टिनेसन भनेको फिर्के मेला हो। सिलिचोङ गाउँपालिका वार्ड नम्बर 2 बुधबारेमा लाग्छ। लुक एट दिस। हाम्रो कान्छीलाई आज अरिङ्गलले बाटोमा चिलेर कस्तो भइरहेछ, फिलिङ कस्तो आइरहेछ? औषधि खाने हो। बाइकमा तल्लो माथि हिँडेर आउने। अरे वाह, बस्नु न एकछिन। है हाम्रो भ्लगर दाजु आइपुग्नु भयो। हजुर ओ हिँडेर हामी चाहिँ आएको माथि बाइकमा नअटेर। ला अर्को दाइ अहिले आइपुग्नु भयो। लिन आउने मान्छे ढिलो गर्नु भयो नि त। अनि पुल तरिसक्नु भयो है दाइहरू चाहिँ बाइक लिएर। हामी चाहिँ हिँडेर आउँदैछौँ। र पुगिसक्नु भयो। अरे वाह, ओके गाइज, वी आर हियर एट बुमलिङ। 26 आइपुग्यो। अहिले ठ्याक्कै 5 बजिसक्यो। अब हामी यहाँबाट 45 मिनट चाहिँ बुधबारे पुग्छौँ। यहाँ हाम्रो माइला चाहिँ आज यतै थियो। माइला चाहिँ म चाहिँ एकदम गाउँले हो। हिजै आइसकेको थियो। केटाहरूलाई म वेलकम गर्न बसेको नि हाम्रो लालु भाइ। लु जाउँ न, जाउँ खाजा नखाने भयो। खोइ खाजा सादा खोयो। कस्तो हो भिडियो त राम्रो। कस्तो यहाँ हेर्नु न, मेरो चाहिँ अरिङ्गलको डाम। माया गरिदिइहाल्नु बाटो। मोटा के छ त अवस्था? हाम्रो मोटा दाइ फेरि उहाँ जस्तो जोसिलो मान्छे कोही छैन। अब खाजा खाए ल भन्नुहोस्। लाला कस्तो छ टेस्ट? बिस्टे भाइ मिठो छ। मलाई चाहिँ नसोध्नु ल, चाहेको छैन। मोटाले चाख्दैछ त।
ल हामी अब खाने भयो दामी कुखुराको अब सम्झेर खाऊँ न यो पनि सानो चल्ला हो अचार चाहियो कि अचार अचार ल है खाइयो है अब आउनु न हौ तपाईँ चाहिँ ओके गाइज वी आर हियर एट बुधबारे है ल हामी फिर्के मेला आइसकेका छौँ अब चाहिँ हामी एक राउन्ड फिर्के मेला घुम्छौँ कान्छीको अनुहार सुनिएको छैन अरिङ्गले छिँदै नि हाम्रो बिष्ट कहाँ गयो हाम्रो बिष्ट भाइ सुतेको भए हुन्थ्यो भन्दैछ अब सुतेको भए हुन्थ्यो मोटाले यहाँ जबरजस्ती कुदाएर लिएर आयो बुधबारे अब एक राउन्ड चाहिँ घुम्नु पर्ने हुन्छ कान्छीलाई घर नि पुऱ्याउनु पर्ने छ फेरि हाम्रो मोटा दाई उहाँ फेरि एकदम हाम्रो मोटा सरकार यहाँ बुधबारे आइपुग्यो होइन ल नमस्ते बुधबारे भन्नु न नमस्ते ल है साथी हो फिर्के मेला 2082 सालको फिर्के मेला 11 वर्षपछि आयो आज चाहिँ यहाँ विशेष साङ्गीतिक कार्यक्रम पनि रहेको छ ल हेर्नुहोस् बाला चतुर्दशीको भोलिपल्ट लाग्छ यहाँ ल है साथी हो फिर्केको माहौल तातिँदैछ ल है साथी हो रात्रिकालीन फिर्के बजार है हाम्रो माइली बहिनी भेट भयो बिचैमा होइन ओके हामी चाहिँ फिर्के बजारमा छौँ हेलो हेलो निनी फिर्केमा छौँ होइन रात्रिकालीन फिर्के बजार ल यस्तो छ होइन 11 वर्षपछिको फिर्के मनाउन आइएको छ हो एकदम धेरै परिवर्तन भएछ 11 त्यही त यस्तो थिएन नि त प्याट वाला मात्र थियो हजुर मार्टिन साटिन सब छ डाक्टर मार्टिन पनि हो हो ए ल ठिक ओ सिटी त बजिहाल्यो हाम्रो 2 जना साथीहरू चाहिँ आइपुगेको छैन हामी 4 जना घुम्दैछौँ वाचिपा खानु पर्यो दी खानु पर्यो यो चाहिँ हाम्रो खाजा डिपार्ट हो तर डोनट मात्र हो चाहिँ लुक एट दिस इज द पहिचान हो फिर्के फेरि पकौडा यता खोइ सेन्चुरी फ्राई मात्र छ जस्तो छ ल यहाँ चाहिँ एकदम परिकारहरू बन्दैछ खाजाको परिकार होइन फिर्के ओके दिस इज द फिर्केको परिकार है साथी हो फिर्के बजारको माहौलै छुट्टै छ लुक एट दिस ल है साथी हो हामी अब रोटी खाने हो कसरी हो रोटी आमा 10 रुपियाँ गोटा लु न अब खाइदिउँ यो कतिवटा छ पचासको दिउँ है आमा ल हामीलाई 1 2 4वटाहरू छ यति खाँदै गरौँ न 4वटा टिप्यौँ है आमा हो ए 5वटा हामीलाई ठिकै रहेछ 4 जनालाई 4वटा ल उता 4वटा है आमा लगिन् ल फिर्केको रोटी खाइदिउँ है गाइज ल नखाने अरे नखाने टेस्ट कस्तो छ
जस्तै गरी टेस्ट बाजुरा हेलवा बेसमा नगदे 5 ठिक छ यार ठिक छ लुक्समा नजाऊ टेस्टमा जाऊ टेस्ट दामी छ है टेस्ट कस्तो छ बिटे लुक्समा नजाऊ टेस्ट चाहिँ दामी छ यो रोटीको यो डिजाइनमा नजाऊ होइन यसको यो मिठासपनमा गयो भने लुक्समा नजाऊ टेस्टमा जाऊ क्या लास्टै मिठोहरू जाऊ आमा साँच्चै फेरि खाम ल मोटा दामी छ खाऊ न 4वटा भयो आमा 5वटा भयो आमा गन्दै खाँदैछौँ रूपमा हार्दिक धन्यवाद भन्न चाहन्छौँ जस्तै गरी यहाँले हामीलाई सहयोग गर्न चाहनुहुन्छ र हामीसँग हातेमालो गर्न चाहनुहुन्छ भने हाम्रा मित्रहरू हाम्रा अफिसियल मित्रहरू चाहिँ अगाडि रहेका हाम्रो टेक्निसियन यहाँ पनि सम्पर्क राखेर हामीलाई सहयोग गर्न सक्नुहुन्छ गिटी गरिदिइहाल्नु नि तातो खाने हामीले यो नगद 5 सहयोग गर्नुभएको छ 500 यहाँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु पक्कै पनि यहाँको नाम हामी समयमा यो चाहिँ फिर्केमा बन्दै गरेको सेलरोटी हो एकदमै मिठो छ लुक्स जस्तो भयो भने टेस्ट चाहिँ दामी छ बिस्टेले नि 3-4वटा खाइसक्यो भाइ कडा छ फेरि साथीको कान्छी खाइदिनु पर्ला दामी छ दामी तयारी आस्थामा रहनेछौँ अघि नाम टिपाउने हाम्रा निमा शेर्पा अघि नै हामीलाई फिर्के मेला 2082 को यो फिर्के मेला हो रात्रिकालीन बजार लाग्छ यहाँ दिउँसो पनि लाग्ने गर्छ र राति पनि यो देखिएको सबै टहराहरू चाहिँ यो पसल थापिएको टहरा अनि खाजाहरू बनाइएको छ ल यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रा गाइजहरू चाहिँ लखतरान परेर यहाँ बसिरहेछन् पारा ओके वाचिपा है बुधबारको हाम्रो बहिनीले प्रोभाइड गरिराख्नु भएको छ आज खोज्दा खोज्दा यहाँनिर बल्ल भेट्यो कि वाचिपा फाइनल्ली वाचिपा आफ्टर 11 इयर के को बहिनी के को यो माछा केही फरक पर्दैन माछाको वाचिपा सुँगुर चस ल चस चस ल खाम है गाइस म त अब जाँडको गयौँ भयो नि त वाचिपा अब बल्ल बल्ल भेटेको यस्तै हो टेस्ट दामी छ तर टेस्ट कस्तो भयो अरे मोटा टेस्ट कस्तो भयो मिठो मुख बिगार्दै त होइन नि टेस्ट कस्तो छ विष्णु भाइ एकदम ल ठिक छ टेस्ट मिठो छ ओके वाचिपा खाइदिनु है साथी अब खाइदिएको है अब खाइदिएको पेटमा दुःख मेरो आँखालाई त्यस्तो भइसकेछ अहिले देखिन थाल्यो नि यता दामी ए सेवा के दाजु हेलो सेवा के
खुवाइ त कडा हो नि खाएको खाइहाले मरत अड्किँदै क्या अहिलेदेखि ठुलो घाँस हालिँदैछ मोटाएर कतिखेर आउनुभयो के पड्काउँछ हौ पटेका पहिला बेलुनहरू फुट्थ्यो होइन अनि यस्तै अरू कोल्ड ड्रिङ्क्सहरू केही छैन तताएर खाँदा हुन्छ हौ कोक तताएर कोकको बोतलमा लागेको अर्को अर्ग्यानिक जो खाने न मागौँ न यो वाचिपा चाहिँ 2071 सालमा लास्ट टाइम फिर्के आउँदा खाइएको थियो त्यसपछि आज खाइँदैछ टेस्ट लुक्स जस्तो भयो भने आज लुक्सले म्याटर गरेको छैन टेस्ट म्याटर टेस्ट दामी छ अघिको सेलरोटी पनि लुक्स चाहिँ त्यस्तै थियो तर टेस्ट दामी थियो एक जम्बो ड्यू पनि आइसक्यो बहिनी यो वाचिपा त फेरि खाने हो म त सक्यो माम्री कति मिठो हुन्छ हेर्नु न कस्तो रहेछ ड्यू कस्तो रहेछ सकाउँछ क्या हौ चाख्ने मान्छेले नुन लाग्नु खानको मिठो अमिलो त छैन नि खानु न दाइ तान्नु अर्को ग्लास तपाईँ लानु वाचिपा म त अझै खाने हो कोही खाने सक्यो होला के खाने मोटा के खाने अरू दिदी के खाने आमै आमालाई बोला बहिनी कि आमा हो सक्यो वाचिपा सबै सकेको सोध न माम्री भयो नि हुन्छ माम्री भयो नि हुन्छ दिदी आना वाचिपा सकेको हो वाचिपा सकेको भइहाल्यो नि त अब भरे खाउँला अलिक खानुहुन्छ दाइ लाइदिए ल खानु न चिसो लागिरहेको अहिलेसम्म खाएर चाहिँ चिसो लाग्यो तपाईँलाई अलिकति त तिम्रो मन राख्दिन खाइदिएको मैले किनेको होइन त मैले सारेकोले होइन माम्री भने उकाएर खाइदिनु क्या हो त्यहाँ खानुहुन्छ यो खानु जुठो नि खाइहाल्छु कि खानु आफ्नो भाग खाने होइन यस्तो धेर भयो यहाँको मिठो लागेको होला यहाँको जस्तो टेस्ट नपाइएला फेरि अर्को ठाउँतिर त्यही त मैले त्यही भएर अर्को मिठै पाउँछ बाइक होइन यस्तो त नपाइएला नि त मिठो त पाइएला यो टेस्ट त पाइएन नि त कान्छीको खानु धेरै भइरहेको कान्छीको भाग पनि खाइसक्यो मैले ल चर्को भयो फिर्केमा कान्छीको आधा भाग पनि खाइदिनु मैले वाचिपा माछाको टाउको चाहिँ भेटेन मैले चाहिँ भेटेँ 30 रुपियाँ खानै भेटेँ
सक्यो वाचिपा प्रवीण सर होइन उहाँ प्रशासकीय अधिकारी चस्मा लाग्दा त्यो अघि नरेन्द्र दाईहरूसँग बस्थ्यो क्या देखिन उहाँलाई त वाचिपा र दिउ चाहिँ खानु पर्थ्यो त्यो पनि ठिक छ वाचिपा र दिउ झरामा डिउ खाइएछ दिइराख्न दिनुभएको छ दिइराख्नु दिनुभएको छ र यहाँका बजारमा बेच्न दिनुभएको छ हाम्रो फिर्केको यो फिर्के मेलाको अर्को स्पेसल चिज चाहिँ यो पकौडा छ है एकदम एक बाइट हानेको एकदम टेस्टी रहेछ होइन यहाँ छ हाम्रो पकौडा हाम्रो लकुमार दाईले चाहिँ सुपसँग दिँदै हुन्छ बनेको चाहिँ यहाँ हाम्रो टेस्ट दामी छ यहाँ बनाउँदै हुन्छ हाम्रो आमाले फिर्कीको स्पेसल पकौडा पकौडा खाने भए तपाईँहरू पनि फिर्के आउनु पर्यो ल है फिर्केको आजको विशेष आकर्षण बुधबारे बजारमा मान्छे छैन कि के हो ओके ल ओके लेट्स गो विथ द म्युजिक ल सबैजनाले सँगै गाउने है त एकचोटि हल्ला गर्नुस् त बुधबारे मेरो मन छुल्यो तिम्रो मनेमा यो नेक्स्ट सङ चाहिँ मेरो आदरणीय कोच राजु लामाज्यूको हो अनि ल ओके सबैजना सँगै गाउनु होला है त
ल अलराइट गाइज हामी चाहिँ फिर्के मेलादेखि घर फर्क्यौँ है। अहिले चाहिँ 12:30 भइसक्यो। अब चाहिँ हामी घर फर्किन्छौँ। विष्ट साथी म अनि हाम्रो कोटा चाहिँ हामी 12 घर फर्किने हो। ल बाई बाई, थ्याङ्क्स फर वाचिङ।